Hey guys, हामी चाहिँ आज पाम बीच जान लागेको। हामी 9:30 बजे निस्किने भनेको, but it's already I think it's 9:19, not too bad. अब we are on our way to Palm Beach and here's my Hello guys, welcome back to my channel. अरु के भन्न चाहनुहुन्छ तपाई? आज हामी फार्म बीच जाँदै छौं। कति टाइमको प्लान हो भन्नु त हाम्रो यो? अब हामी घर फर्किने बेला 8 बज्छ भनेसी अलिकति बज्यो 9 भनेसी 11 घण्टाको टोटल आइटिनेरी छ हाम्रो। र हाम्रो आइटिनेरी सुरु भइसक्यो घरबाट। हामी खासमा हिजो 8 बजे गरौँ भन्ने थियौ, तर यहाँ अहिले 9 नै बजिसक्यो। 9 बजे बाई लेटेस्ट जाने भनेको हामीले चाहिँ खासमा, तर sometimes it's not possible. डे अफ हुँदाखेरि चाहिँ यस्तै हुन्छ। अब सुत्न मन लाग्छ हैन गाइस? How many of you guys relate with us? हैन त मायालु? ल अब we are on our way. Road pretty much खाली देखिरहेको छ, तर don't know how it's gonna go. So let's go. Speed bump ahead. ल 90 स्पिड आयो। Look at the roads, guys. 90 हो? कस्तो लामो हो यो? 90 भने एक्चुअली हो गरे 100 समथिङ पुग्यो। Look at the roads. Get the roads. Finally highway आइपुगे guys. How are you feeling, babe? Your first... Wait, देख्दैन? टाढो? आरामै। हाम्रो चाहिँ म्याराथन भइरहेको छ, दौडिँदैछ मान्छेहरू। उता साइडमा चाहिँ बिस्तारै कुदाउनु पर्ने रहेछ। बाटो पनि खास कति ब्लक रहेछ। फर एक्जाम्पल त्यहाँनिर राइट टर्न छैन, त्यही भएर जाम भइरहेछ आज। मसुरी Can you जस्तो। see the jam? Traffic on my right side Oh man. because of this Marathon. marathon. Look at that village. यहाँनिर रोड बन्द छ, राइट टर्नै छैन। छ? स्पिड कति हो यहाँ? 100 हो? कि 90 हो? We are here at the beach. Palm Beach. Finally. दौडिन्छु भइरहेछ भने ल। अघिको म्याराथन तिमी दौडिनु पर्ने हो। मान्छेहरू सर्फिङ हान्दैछ नि त। राम्रो छ है? You like it, babe? लाइक इट। You love it and then. When you go up there, म त माउन्टेनतिर जानु मनपर्छ। मलाई beach. बिच एन्ड माउन्टेन। अघिमा जाडो हुन्छ हौ। हाम्रो ब्रेकफास्ट चाहिँ आइसक्यो। मेरो बुढीको हेरेर खाना आमामामामा दह्रो खानु भयो मेरो बुढीले। मेरो चाहिँ चिकन ऱ्याप, चिकन पनि प्याक छ त। अब ल्याम खाइन्छ। खाऊ न खाऊ। I wanna dig in with mushroom. Nice. चम्चाले काट्छु म चाहिँ गाइस। के अन्डा हो बेबु? खाऊ न थाहा हुन्छ। अन्डा त म त्यहाँ देखेन, पोस्टेक। So good. ब्रेकफास्ट चाहिँ सक्यो, तर सबै प्लेटमै छ। मेरो बुढीले के खान सकेन, आधी नि खाएन। 3टा टोस्टमा 2टा टोस्ट बाँकी, 2टा अन्डामा 2टा बाँकी, एउटा बाँकी, 2टा गोलब्रामा 2टा बाँकी, चाडा चिजमा 2टा बाँकी, एभोकाडो जस्तोको त्यस्तै। के खाएको त भाइ? खै टर्नै भयो फेरि। के खाएको यति जाबो पनि साइड होइन। अब त्यो के भयो होला, टिस्यु राखेर नि फेरि खान थाल्यो। के भयो त?
पनि दिन्छु ल्याम मुखमै नअटिराख्छ गुड मेरो बेबीलाई चाहिँ यस्तै ब्रेकीहरू मनपर्छ हो नि त माया गुड 10 out of 10 9 out of 10 8 not bad 0.5 well it's good okay यो मान्छेलाई फेरि बीच जानु पर्यो रे बीच चप्पल लगाएर मलाई orange कलरको स्यान्ड हेर्नु न समाउ त हेर्नु न ओके Hello guys, look at the sand. Woohoo! My hobby. छुट्टेला नि यो चप्पल त खादियो जानी जम्जी बुझिपुग्नु भएको तपाईँ काममा गएको दुख्दो रहेछ त कटुले आएको छु भन्दै हुनुहुन्थ्यो त अल्छी लाग्यो चिसो भइसक्यो के हो Beach. Let's go to the beach. Beach, let's get away. जतिखेर नि घाम चाहिँ दौडिरहेको हुन्छ यो खैरीहरू चाहिँ जतिखेर पनि हो क्या हो धेरै तल नगयो मलाई स्विमिङ खेल्न आउँदैन नि चिसो यहाँ खुट्टा करेन्ट पो लाग्यो चिसो रिङ्गडा भरे मात्र आयो योपालि आउँछ त ऊ आउँदैछ ठुलो ओए कत्रो ठुलो आउँदैछ माया हामीलाई डुबाउँछ क्या हो होइन Come on Mike I know यो आउँछ That's cold मेरो बुढीलाई चाहिँ जाने हिँड्नुपर्छ पानी खेल्नु पऱ्यो रे अब पानी हान्छु त्यो माथि एउटा लाइट हाउस छ लाइट हाउस जाने अब जेट्सकी के कहाँबाट गर्नु जेट्सकी चाहिँ मैले अब अन्त पानी छोएर अब छोयो आनन्द भयो ल छोएँ मैले नि मेरो बुढी राम्रो बुढी मेरो ब्याट्री सकेछ माइकको 10% छ माइकको मात्र सक्यो यहाँ चाहिँ कस्तो कालो फेरि पानी है होइन भाइ त्यहाँबाट नजिकमा पनि गएको थियो हामी निलै थियो त्यो आकाशले गर्दा कि सायद My husband यो कस्तो लागिरहेछ माया कामदी सामान बोकाउँछ भने त अनि मैले एउटा मात्रै बोक्नु भने आफै त्यस्तो गर्छ अनि मलाई दोष लाउने यार गाह्रो छ मलाई गाह्रो परेर फोटो उसले अब फोटो खिच्दिनु पऱ्यो किन भने परेन पऱ्यो दिदी पऱ्यो त्यही फोटो खिच्नलाई त हो यति टाढा आएको घाम यस्तो सनस्क्रिन लगाएन अझै मैले भने त सब्सक्राइब गर्छ भनेर सोधेको हो ठिकै छ हामी चाहिँ अब हिँड्दैछौँ लाइट हाउसतर्फ Where is minute return? No dogs, no fires. अब उकालो ठाडो उकालो रहेछ नि अब मेरो बुढीले मलाई पनि ट्रेकिङ लगाउन भन्थ्यो आज थाहा हुन्छ कतिको ट्रेकिङ हिँड्न सक्छ भनेर यस्तै ठाडो उकालो हुन्छ सक्यो भने के गर्नुहुन्छ सक्यो भने यो त एउटा हो भाइ यस्तो त हजारौँ हुन्छ त्यहाँ जे भयो नि सक्यो भने ल त्यहाँ पुग्दा
चाहिँ हुँदैन ए अर्कै ठाउँ पो रहेछ मजा आएन नि बुढलाई यस्तो बाटो हिँड्न मन यस्तोसम्म बाटो पो रहेछ होइन त अन्त मजा आउँथ्यो दैले फ्या फ्या हुन्छ होला खोइ ब्रिदिङ स्मुथ छ है के गर्ने रे भन्दिनँ भाइ म फ्या भइसक्यो त्यहाँनिर बुढी थाक्यो नि यार बडु किन थाल्नु रहेछ अब के हो कि जस्तो थाक्यो कि जस्तो थाक्यो होइन हल्का स्ट्रेच भयो हँसाउँछ बुढीले के तिमी थाकिसक्यो त थाक्यो जस्तो मात्रै भयो अरे होइन उतै होला माथि होला माथि होला सक्छ त ट्रेकिङ जान सकिहाल्छ ल नेपाल जाँदा है त लाने भयो मलाई भाइ अहिले त खाली छौ तिमी सक्छु के 15 किलोको ब्याग भिरेर हिँड्नुपर्छ पछाडि के बोक्नु त्यत्रो चाहिँ बुढा छ त बोक्छु म बोक्दैन एक ठाउँमा सुत्ने हो कि त दुइटा बोक्नु एउटा झोला एउटा ज्याकेट 2टा स्वेटर 4वटा टी सर्ट 2टा प्यान्ट त्यति भए पुग्छ तर मलाई घिन लाग्छ होला हौ किन म च्यापच्याप भएन घिन लाग्छ क्या त्यसो भए त पोर्टर बोकेर हिँड्थ्यो तिमी यति लुगा लिएर हिँड है भन्दालाई नि के लाएर हिँड्नु नि भिडियो डियोड्रेन्ट लगाएको लाइक वाइप्स बोक्ने पुस्ने ऊ हेर्नु कति पुस्छ Look at the view. बुढी चढाइ भइसक्यो फोटो खिच्न र हतार भएको उसलाई चाहिँ होइन त कहिले माथि पुग्ला र फोटो खिच्न भइरहेको जस्तो Look at the view. हेर्नु ल पत्रा हामी चाहिँ पुग्यो भ्यू पोइन्ट अनि बुढीले मेरो फोटो खिचिदिन्छ यत्रो क्यामेरा बोकेर ल्याएको छ अनि फोनबाट खिचिदिन्छु भन्छ क्यामेरा निकाल न Look at the view guys यस्तो दामी भ्यू छ हेर्नु यहाँबाट लाइक के भन्छ you can see यसबाट पो राम्रो आउँदो रहेछ यार हल्का टाइम लाग्दो रहेछ तर यहाँ आउनु आउँदा आउने डर लाग्यो किन्नु पर्यो अरे कहाँ मास चढाएर मेरो बुढीले मलाई कहाँ चढायो बुढीले म यस्तो गरेर खिचिरहेको फोटो खिच्न त बुढा कस्तो गरेको रे यस्तो गरेको ओइ अलिकति ढङ्ग त कहाँ छ र ढङ्ग त कहाँ छ र ढङ्ग त कहाँ छ र हेर्नु सेर्नु छैन झन्डै फेरि नाइस भ्यू हामी चाहिँ अब एकछिन रेस्ट गर्दैछौँ एकछिन रेस्ट यस्तो राम्रो भ्यू छन् समुद्रको आवाज
र मेरो बुढी र त्यो टिक गर्नु पऱ्यो टिक लिपस्टिक आयो Finally, lighthouse and my lighthouse. यता नि समुद्र यता नि समुद्र यता नि समुद्र सीमा आइपुग्यो सिनै आँखाले भेट्नुसम्म सी Maggie, put it down. You're just gonna hurt yourself. Put it down. Put it down. जता गए त्यतै समुद्र चारैतिर छ है कस्तो मजाले छालाको शान्त हो घुमियो टोयलेट गइयो लाइट हाउस देखाउनु भयो लाइट हाउस देखाइयो अब हामी फर्किनेतर्फ लाग्छौँ मजा आयो माया मजा आयो हो है चु गरौँ न त क्यामेरामा फर्काउनु न के क्यामेरा फर्काउनु ल बोल्नु पनि मेरो माया हाम्रो ब्लग चाहिँ सकिसक्यो अब हामी घरतर्फ लाग्दैछौँ कस्तो राम्रो भ्यू देख्दो रहेछ मान्छेले चाहिँ हेर्दा यहाँबाट मान्छेले हेर्दा चाहिँ राम्रो देखिँदो रहेछ त्यो क्यामेरामा त देखिँदैन के पनि म मान्छे राम्रो छु त्यही भएर होला प्लेन उड्यो बेबी प्लेन उड्यो हेर न त्यो प्लेन अघि नगो मैले खिचेको थिएँ त ऊ तल भुइँमा ए पानीमा छ उड्न लाग्छ के हो कि ल्यान्ड हुनु लाग्यो त्यो प्लेन खिच न केही शब्द मायाको मैले बोलिदिएँ एकदम राम्रो छ सिडनी अब कहाँबाट भन्नु अम्बुसबाट चाहिँ ठ्याक्कै घन्टा लाग्दो रहेछ 1 घन्टा त्यसै 10-15 मिनट आउनु होला एकदम राम्रो छ ठाउँ केही शब्द म फेरि दोहोऱ्याउन चाहेँ अम्बुसबाट यहाँ आइपुग्न 1 घन्टा 10 मिनट जति लाग्दो रहेछ ड्राइभ अनि त्यहाँबाट यहाँ आउन अब सिधै हिँड्दै जानुहुन्छ भने चाहिँ 25 मिनटमै पुगिन्छ फोटो खिच्दै जानुहुन्छ भने चाहिँ 1 घन्टा लाग्छ माथि पुग्न पनि माथि त्यहाँ हाम्रो लाइट हाउस छ त्यहाँ लाइट हाउस पुग्नु ठ्याक्कै 1 घन्टा लाग्यो हामीलाई चाहिँ फोटो खिच्दै गएको भएर भिडियो खिच्दै गएको भएर भ्यू चाहिँ बबाल छ यो यताको समुद्र चाहिँ अलिक कालो कालो छ यो चाहिँ अलिक निलो छ यो हेर्दा पनि राम्रो देखिन्छ यो सानो देखिन्छ लेक जस्तो होइन प्लेन पनि चढ्न सक्नुहुन्छ हजुर उहाँ प्लेन छ अघि मैले एउटा भिडियो खिचेको छु त्यो हालिसकेँ होला मैले हाल्छु सरी दामी भिडियो खिचेको छु मैले चिल पनि चिल हो क्यारे त्यो त्यसरी उडेको थियो त्यो पनि सुई यहाँ माथि जाने तर डाइभ बबाल मजा आउँछ त्यो नि गर्नुपर्छ त्यो गर्नुहोस् होला भ्याउँछ भने हजुरहरूले बबाल मजा आउँछ होला मैले त गरेको छैन नत्र एक्सपिरियन्स सेयर गर्थेँ हजुरहरूलाई तर सायद त्यो त्यहीँबाट हो कि बुकिङ गर्ने किनकि त्यहीँ रोक्यो नि त प्लेन तर मजा आयो त्यो हेर्न पनि खिच्न त मजा आयो खिचेँ मैले बब्बाल ठ्याक्कै यो दुईवटा समुद्र बिचमा जङ्गल ल्यान्डस्केप भएको बबाल छ ल हामी यति भन्दै अब घरतिर लागौँ भन्ने विचार गर्छौँ लेट्स गो
Baby, I wanna go in that plane. Join the Navy then. क्या मजाले खेलाइरहेको है त्यसले बोलाऊ साथीहरूले हजुरको साथीहरूले सेम चरा भनेको झन् तिमीले होइन ल बाँदरहरू त्यो चरा ओराङ्गुठान यहीँबाट आउनुपर्ने रहेछ कि मायालु मजा मजा आउँछ होला तर पुग्नु चाहिँ छिटो पुगिन्छ ल हाम्रो यो चाहिँ एन्ट्रेन्स र एक्जिट हो पुग्यो अब घरतिर लाग्यो गुड नाइट बक्स लगाएर जानु अब हेर न हाँस